कैनुका पेसाले म सहकारी कर्मी र विभिन्न व्यावसायिक संस्थाहरूमा पनि मेरो आबद्धता रहेको छ। पुरा 1 वर्ष अगाडिको मेरो एउटा वार्षिक एजिएम थियो। म पब्लिकको सामु बोल्न पछाडि पर्ने हुनाले मैले मेरो उद्घोषक अरूलाई राखेँ र मेरो एकजना साथीले भन्नुभयो तपाईले नै कार्यक्रम सञ्चालन गर्नु पर्थ्यो नि, तपाई त संस्थाको म्यानेजर भएको हुनाले। त्यो कुराले मलाई कहीँ न कहीँ पिन्च पारिरहेको थियो। त्यसै दिन आएर मैले गुगल सर्च गरे, निफलाई पहिलो नम्बरमै पाएँ, फर्स्ट रेटिङमा निफ रहेछ। त्यसपछि जोइन पनि भइहाले। वैज्ञानिक तरिका उहाँको अनुशासनका नियम भनौँ, उहाँको भोकल टेक्निकको कुराहरू भयो, मेडिटेसनका कुराहरू भयो, ब्रिदिङ एक्सरसाइजका कुराहरू, सबभन्दा ठुलो उहाँको सकारात्मक एनर्जी, सकारात्मक सोचले ममा पनि दिन प्रतिदिन सकारात्मक सोच्ने शक्तिको बदलाव हुँदै गयो र सिकाएर मेरो परिवर्तन हुँदै गयो। मेरो अफिसका मिटिङहरू पनि आफ्नो कुरा निर्धक्कसँग राख्न सक्ने भए। मेरो व्यक्तिगत जीवनमा पनि त्यसले धेरै सुधार आउन थालेछ कि व्यावसायिक जीवनमा पनि म अगाडि बढ्दै गएँ।